तपाईँ साह्रै भाग्यमानी व्यक्ति हुनुहुन्छ जस्तो मलाई लाग्छ र तपाईँको मुस्कान र तपाईँको जुन व्यक्तित्वले गर्दाखेरि भोलि अझ राम्रो कामहरू आउनु दिन्छन् हामी अपेक्षा गरेका छौँ। र आजको दिनमा तपाईँले कसरी स्मरण गरिराख्नु भएको छ आजको शुभारम्भ कार्यलाई? सबभन्दा पहिले त यो राष्ट्रिय परिचय पत्र इलाका प्रशासन कार्यालय सेमरीबाट शुभारम्भ गराउने काममा जुन महत्त्वपूर्ण भूमिका खेल्नुभयो हाम्रो प्रमुख जिल्लाधिकारीले, उहाँप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र हाम्रो राष्ट्रिय परिचय पत्र विभागका कर्मचारी साथीहरूलाई यो प्रतापपुर गाउँपालिकामा म स्वागत पनि गर्न चाहन्छु। र विशेष त अघि छोटो साहबले भनिसक्नुभयो, प्रतापपुर गाउँपालिका सहित प्रतापपुर, सुस्ता र बर्दघाटका 4वटा वडा गरी कम्तीमा 18वटा वडाका आम जनताले यहाँबाट सेवा प्रवाह सहज रूपले लिने अवस्था भयो। यसको लागि अब ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू परासी दाइरहनु पर्ने बाध्यात्मक परिस्थितिबाट आजदेखि हामीले यहाँका जनताले त्यो निजात पाएका छन्। त्यसकारण त्यो कामका लागि पनि म सम्बन्धित यो पहलकर्ता विशेष गरी हाम्रो प्रमुख जिल्लाधिकारीज्यूको नेतृत्वमा रहेको टोलीलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यहाँ राष्ट्रिय परिचय पत्र यहीँबाट दिने काम, फोटो खिच्ने काम लगायतका कुराहरू गरिरहँदा यहाँ चाहिने आधारभूत आवश्यकताहरू के हुन् त, त्यसको लागि चाहिने लजिस्टिक सपोर्ट चाहिँ प्रतापपुर गाउँपालिकाले नै सहयोग गरिदिने हामीले पहिले प्रतिबद्धता मैले छोटो साहबलाई गरेका थिएँ। र त्यो प्रतिबद्धता अनुरूप हामी आगामी दिनहरूमा उहाँहरूसँग सहकार्यमै रहेर हामीले गर्नुपर्ने के कुरा हुन् त, किनभने हामीले गर्ने भनेको जनतालाई नै हो। जनताको सहजताका लागि हामीले गरिदिनुपर्ने ती सम्पूर्ण कुराहरू प्रतापपुर गाउँपालिकाले पुरा गर्छ र हाम्रा जनताले सहज रूपले अब परासी नगइकन यही सेमरीबाटै राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने काम र राष्ट्रिय परिचय पत्र वितरण लगायतका कामहरू हुन्छ। त्यसका लागि हामी सम्पूर्णलाई यहाँ उपस्थित प्रमुख जिल्लाधिकारीज्यूप्रति त म आभारी छँदैछु। हाम्रो राष्ट्रिय परिचय पत्रमा यहाँसँग कर्मचारी साथीहरू, विशेष गरी हाम्रो अब थोरै दायित्व यहाँ इलाका प्रशासन कार्यालय सेमरीकी अहिले प्रमुखजी हुनुहुन्छ, उहाँको पनि अलिक बढ्छ, थोरै भिडभाड बढ्ने हुन्छ। त्यसकारण त्यसमा सहयोग गर्नुहुने सम्पूर्ण हाम्रो इलाका प्रहरी कार्यालय सेमरी लगायत सबैको सहयोग रहनेछ भन्ने पनि अपेक्षा गर्न चाहन्छु। धन्यवाद, नमस्कार।